कान्छे टाढै गएर आयो? कहाँ हुनु दिदी? बिमा गरेर आएको क्या? धेरै त के सकिन्थ्यो र, 10 लाखको मात्र गरेर आइयो। ल दिदी लागे, घरको काम पनि गर्नु छ। हेलो, तपाईँ पसलमै हो? म पसलमै हो। किन भन त? एउटा काम पर झट्टै घर आउनु त। के काम? आइहाल्नु न घर आउनु भनेपछि। के काम? आज देउरालीले 10 लाखको बिमा गरेर आइछ। हामी कतिको बिमा गर्ने? अस्तिदेखि 5 लाखको गर्ने भनेर भने होइन, 5 लाखकै गरौँला नि। अब हुँदैन 5 लाखको। त्यो देउरानी भन्दा हामी केमा कम छौँ? त्यसले थाहा पाइ भने जाब 5 लाखको पो बिमा गरेको भन्छ। हो त है, तिनीहरू भन्दा हामी के कम? तिनीहरूको पनि एउटै घर, हाम्रो पनि एउटै घर। तिनीहरूको पनि एउटै छोरो, हाम्रो पनि एउटै छोरो। बरु हामी बिमा कतिको गर्ने? हामी 5 लाखको नै गर्ने बुवा। धेरै पैसाको बिमा गर्दाखेरि वार्षिक किस्ता पनि धेरै तिर्नुपर्छ रे। अङ्कलको पो जागिर छ, आन्टी पनि पढाउनुहुन्छ, पैसा धेरै कमाउनुहुन्छ। हाम्रो त त्यही सानो पसल मात्र होइन, अझ थोरै पैसाले धेरै जोखिम वहन हुने खालको बिमा पनि लिन मिल्छ रे। भोलि हामीलाई केही भइहाल्यो भने आर्थिक सुरक्षा पनि प्रदान गर्छ रे। त्यसैले हाम्रो आम्दानीले पुग्ने मात्र बिमा गरौँ। बिमा भनेको अरूलाई देखाउन गर्ने होइन बुवा। कुरा त यसले ठिकै गरी क्या हो? तैँले चाहिँ काँड जानिस् नि यस्ता कुरा? यहाँ हेर्नु न। हो, बिमा भनेको परिवारको आर्थिक सुरक्षा साथै सुरक्षित भविष्यको लागि गरिन्छ, बोझको लागि होइन। आफ्नो आम्दानी र आवश्यकता अनुसारको बिमा गरौँ। सही निर्णयले तनाव हटाउँछ र सुरक्षित भविष्यको ग्यारेन्टी दिन्छ। नेपाल बीमा प्राधिकरण, नेपालको बीमा नियमनकारी निकाय।